शोभामा म त यो मान्छेलाई देखेर है कस्तो कस्तो भइरहेछ ए टोपीवाला यो मान्छे देखेर त म त है छक्कै परिरहेछु साझा बसमा कोही पनि चढ्दैनन् भन्थे यो मान्छे चढ्छ भेट्यो भने 1 प्लेट मोमो म खाउँछु एक बोतल बियर र 1 प्लेट मोमो म खाउँछु ल धेरै धेरै धन्यवाद यस ट्रिपियन कलाकार हाम्रो प्रेम सर लगायतका सम्पूर्ण टिमलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु हाम्रो हाँसिरहेको कलाकार मिनी क्रिकिङ भनेर हामी चिन्छौँ मङ्गलेबा है उहाँलाई चाहिँ आफ्नो प्रस्तुतिको लागि हार्दिक अनुरोध गर्दछु भने हामीसँग हाम्रो माझमा हामीले यस क्यामेराको फेसमा देखिरहेका छौँ माडी गाउँपालिका निवासी सन्तोष बुढाआमागर है त उहाँलाई आफ्नो परिचयको लागि म हार्दिक अनुरोध गर्दछु भने अब यहाँ दुवै व्यक्तित्वहरूको साथमा अहिले हामी छोटो मिठो हाँसी बहिनीलाई अगाडि बढाइनको लागि म हार्दिक अनुरोध गर्छु मिनी क्रिकिङ मङ्गलेबालाई चाहिँ आफ्नो प्रस्तुतिको लागि हार्दिक अनुरोध गर्दछु धेरै धेरै धन्यवाद ए भाइ माली बाँसुरी त फुट्या फुटी छौ घर बुढीले कति फुटे कतिलाई थाहा होला अनि यता मादल ठोक्छौ साँझ श्रीमतीले तालुमा ठोकेर आलु फलाइदिन्छ अनि थाहा हुन्छ पुरा हे के छ जान्न हो सबै ठिक छ नि होइन ए भाइ ए अगाडिको डाङ्गो यता त फर्किन ए अनुहार हेर्न मन लाग्यो उतै हेरिराखेको छ यता फर्केन ए जान्न जाम्न त पुरै उतै फर्किरहेछ होइन श्रीमती गर्लफ्रेन्ड कोही छन् कि क्या हो मारी म यहाँबाट कराइरहेको छु ऊ हिही र हाहा गर्दै उतै हेरिरहेछ होइन खर्कै छैन बादल बजाउने सारङ्गी रेट्ने यही हो टोरीको के भन्छ पहिचान होइन खर्कै छैन ए भाइ अगाडिबाट माली डान्स हानेको हाने छ यो राम्रो त माली संसारमा पनि डान्स ठोकिन्छ होला यार होइन यो मान्छेलाई हेरेर कुनै हास्य कलाकार चाहिँदैन 100 जना हास्य कलाकारको ठाउँमा एक्लै बसाइदिन्छ होइन क्या हो कि घरको अगाडिबाट ठुलो छोरले ट्र्याक्टर हिँड्यो भने पनि उठेर डान्स गर्छ यो डान्स तिम्रो डान्स देखेर त पुरा मेरो रक्षामा चाहिँ तिमीलाई जिउँदै भइरहेछ बरु गाजा बरु सोल्डे तिमी डान्स गर म गीत गाउँछु ल बरु गाजा सुत्री सुत्री जाड बढ्नु तर म कहिल्यै सुत्रिन मेरो सानी आमा ए सोल्डे अलिक घोप्टी परेर आँखा निचरेर आँसु छोडेर रोन यति बेला मैले दुःखको पीडाको गीत गाउन त आँसु त छोड उठाबाट पैसा पोपीको फालेको फालै गर्छन् म त यो मान्छेलाई देखेर है कस्तो कस्तो भइरहेछ ए टोपीवाला यो मान्छे देखेर त म त है छक्कै परिरहेछु साझा बसमा कोही पनि चढ्दैनन् भन्थे यो मान्छे चढ्छ हेलो सोल्टी टोपीमा पैसा कोचे हाँस्नु है तर अनुसारको तारा निकालेर हाँस्नु नि त हाँसुन हो सर पैसा लगाइदिन्छ टाउकोमा एकचोटि तपाईँको हाँसु हेर्नु मिल्छ ल हाँसुन त उता त तानो भइसकेको छ लु मैले गाउन जान्छु तर केही छैन
यहाँनिर क्यारिकेचर गर्ने भनेर बोलाउनु भयो क्यारिकेचर किन्ने हो र यहाँ सरले चाहिँ विविध कला देखाउँदाखेरि मन प्रफुल्ल भयो व्यङ्ग्य उहाँलाई नै हान्न मन लाग्छ यो चाहिँ रोस्ट दिएको टोपीवाला दाइ मान्यता नलिउनु होला के भन्छ फेरि दुःख नमान्नु होला त्यो बाटोमा ढुङ्गालाई पक्राउने हान्नु होला यो पनि डर छ होइन तपाईँलाई देखेर शेरबहादुर देउवाले के भन्ने सुन्नुहोस् है सुभाषजीले अगाडिदेखि चाहिँ टोपीको टुसीको नाचिरहेको छु खाना खानु तातो तातो खोजिरहेको छु त्यही गाइदिन्छु मैले गाउँछु नाच्नु है तना तान्बो हन हन्बो मलाई देखेर तना तान्बो हन हन्बो मलाई देखेर हे तना तान्बो हन हन्बो मलाई देखेर ओके होइन अब अर्को गीत गाउँछु है कुन गीत गाउँ तपाईँ भन्नु त तपाईँले जो भन्नुहुन्छ त्यही गाउँछु साउली बजारमा गाउनुहोस् नि त तिमीलाई देखेर हिमाल हाँसेको अनि के हाँस्यो हिमाल हाँसेको त जेठान हाँस्या हुन् उनको बहिनी बिहा गरेको हिमाल हाँसेको मेरो के दोष होइन हुन्छ हिमाल त मेरो जेठान हुने ल सर म गीत गाउँछु पछाडिका नाच्नु होला एउटा गाउँछु सुर्ती मर्दा मर्दै गयो जमाना सुर्ती मर्दा मर्दै गयो जमाना कि मायाले हो भना कि मायाले हो भना सुर्ती मर्दा मर्दै गयो जमाना सुर्ती मर्दा मर्दै गयो जमाना हजुरबाले भन्ने छे दाइ हजुरबाले भन्ने छे हे हजुरबाले भन्ने छे औला भाजी गर्ने छे एउटा बिलाई कुन्चाइ गति छाड्नु भनेर ठैको पारेर फटको मारेर लैजान्छु यसपालि झै झै पारेर लैजान्छु यसपालि झै झै पारेर सुन्दरी गाडी लेस्को गाडी कान्छी सीतापाल सुन्दरीका हङ्गार परेका ससुरा भाउहरू धेरै भइसक्यो म कान्छी लाग्ने पनको पसल्ला ओ मेरो घर छैन दिलमा बसल्ला ओ मेरो घर छैन दिलमा बसल्ला घर छैन दिलमा बसल्ला अनि घरमा बस्नलाई त मेरो स्पेसल मुन्चे हुनु पर्यो नि त स्पेसल मुन्चे नहुने फेसबुकमा हाई गर्नलाई त पाङ्कै पसलमा पसल्ने हो अब म एउटा गीत गाइदिन्छु सोल्टीहरू पुरा जोसिनु भएको छ डाँडा खरे साइली मैले हाते गरेर के गर्नु छोरी हालै जो मैले हाते गरेर के गर्नु नसा नसा गतमा चौधीले तिमी मलाई पहिले नै मनपर्ने मैले झट्टे हेरेर नरानी मैले हट्टे गरेर के गर्ने अब मैले एउटा प्यारोडी गीत गाउँछु अनि छुट्टिन्छु है एउटा प्यारोडी गीत गाउँछु अनि छुट्टिन्छु है नाम तिम्रो परिचय पाम के हो नाम तिम्रो परिचय पाम कता हिँड्यो लाटो तिमी हिँड घर जाम घरमा जाम नानी खसी ढालौँ न हे आगोमा बोलाउँ न हे
कबीरको खोलौँला हामी क्याम्पे आनुला आज भोलि हुकुम होली यस्तै गीत गाउँछ आज भोलि हुकुम होली यस्तै गीत गाउँछ हेर्दै जाँदै भट्टीतिर गोचै बढी धाउँछ झारू फालेर यहाँ दारू हालिन्छ यहाँ दारू तानिन्छ यहाँ हाम्रै मर्जी छ हामी यो देशको राजा हाम्रै चल्छ शासन हामी यो देशको राजा हाम्रै चल्छ शासन हामी यो देशको राजा हाम्रै चल्छ शासन हाम्रा दुश्मन छैनन् कोही साथमा अर्काकी छन् जोइ हाम्रा दुश्मन छैनन् कोही साथमा अर्काकी छन् जोइ हो कि होइन आफ्नो जोइ कोही छँदैन अर्काकै जोइ छ न यहाँ अर्काकै जोइसँग गीत गाउने हो अर्काकै जोइलाई होसाउने हो मुटुमा गाउने हो 100% कुरो सही छ अर्काकी जोइ खुसी बनाऊ यही नै अभियान हो आफ्नो जोइ त घरको कुन कुनामा रोएर बसिन्छ थाहै छैन हातमा सुनको तालो गुच्चीको चस्मा कालो दुबई र थाइल्यान्ड घुमी त्यसपछि लन्डन चालो हे जान्ने गए जम्माया घुमेर आमाया हे जान्ने गए जम्माया घुमेर आमाया जान्ने गए जम्माया घुमेर आमाया ल धेरै धेरै धन्यवाद अब भने म यहाँनिर हँसाउने मान्छेले पनि माहौल हेरेर गीत गाउन प्रयास गरे धेरै धेरै धन्यवाद नाचिदिनु भयो गाइदिनु भयो धेरै धेरै धन्यवाद बाटोमा भेट्यो भने 1 प्लेट मोमो म खाउँछु 1 बोतल बियर र 1 प्लेट मोमो म खाउँछु मेरो टोपीवाले भाइ टोपीवाले भाइ यता हेर्नु हो बुढा त उतै हेरिरहेको नि यार कुन गीत भन्नु नि त माया तिमीलाई सम्झन्छु दिनको मुर्स्याङ्गी चलेर ल धेरै धेरै धन्यवाद यस 3PM कलाकार हाम्रो प्रेम सर लगायतका सम्पूर्ण टिमलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु जुन यहाँ बागमारामा आउँदाखेरि हाम्रो रात्रि प्रोग्राम पनि हुन्छ डे पनि हुन्छ यहाँ नै खुसी लाग्छ संस्कार संस्कृति बचाउने हेतु अनि स्थानीय कलाकारलाई जोड्ने उहाँको यो काम राम्रो छ धेरै धेरै धन्यवाद भन्दै म आफ्नो प्रस्तुति यही नै राख्छु भेट हुँदै आई लभ यु छुट्टी र बाई लभ यु